Picnic 2026 Oak Harvest Dalek mini vlog. सम्पूर्णले यहाँ रमाइरहनु भएको छ अनि हाम्रो चाहिँ आज यो पिकनिकको चाहिँ हामी कस्तो छ हजुरलाई आज एकदम राम्रो छ मिसहरु हाम्रो असार मनाउँदै यहाँ चाहिँ हाम्रो खसी काट्ने कार्यक्रम भइरहेछ के छ गणेश भाइ ठीक छ पवन सर लागिरहनु भएको छ हाम्रो दिलकुमारी म्याडम चाहिँ आलु उसिन्दै हुनुहुन्छ जस रमाइलो भइरहेछ म्याडम एकदम रमाइलो सर रमाइलो है यहाँ हिउँ पनि देख्न पाइन्छ हाम्रो मिसहरु दुईटा हेलो यता हुनुहुन्छ उहाँहरु चाहिँ म काक्रावाली काक्रावाली उहाँ चाहिँ म बन्दावाली हाम्रो हिम सर यता हुनुहुन्छ हाम्रो विनोद सर चाहिँ यता बिजी हुनुहुन्छ ल सरहरु ल हाम्रो डाक्टर साहब यता हुनुहुन्छ हाम्रो राजेश सर हाम्रो इन्जिनियर साहब यता हुनुहुन्छ हाम्रो हेलो सागर सर यता हुनुहुन्छ र रविन सर यता हुनुहुन्छ अरु सुरेन्द्र मामा हेलो ल के छ रविन सर कस्तो लागिरहेछ राम्रो छ यस्तो उत्कृष्ट एकदमै अब हाम्रो सन्तोष सरको कमान्डमा चाहिँ दाउरा पनि आउँदैछ है एकदम रमाइलो छ यहाँ हिउँ पनि नजिकै परेको छ चिसो एकदम धेरै छ तर घामले साथ दिएको छ अब हाम्रो दाउरा यहाँ आइरहेको छ हाम्रो मुकेशजीले दाउरा ल्याएर आउँदै हुनुहुन्छ के छ सन्तोषजी अगाडि बस्नु भएको छ उहाँले गाडी चलाएर नै आउनु भएको छ कस्तो लागिरहेछ सर दाउरा लिएर आउनुभयो नि तपाईँहरूले होइन एकदम हाम्रो आजको म्यानेजर सर भाइ हो सरबाट धेरै ढिलो आएकोमा हामी वेलकम गर्न चाहन्छौँ सुर्खेतबाट हाम्रो मायाले गर्दा आउनुभयो भन्ने चाहिँ हामीलाई फिलिङ छ ढिलो आउनुभयो आएर पनि आफ्नो काममा सिधै पुग्नुभयो ने मान्छे हो मेरो चाहिँ भिडियो आएन होइन अब यहाँ देख्न सक्नुहुन्छ हेलो जोस चिसो छ रमाइलो पनि छ अब हिउँ पनि हेर्न जान सक्छौँ हामी ए साथी भाइ मिलेर आएका छौँ ए ओखरबासमा ए रमाइलो गर्दा छौँ फुल्यो बामरी ओइ बामरी बामरी ओइ म भोलि गइहाल्छु बसेर मा चाहिँ हाम्रो सम्पूर्ण सर म्यामहरू एकदम रमाइरहनु भएको छ अब हाम्रो नवीन सर आउँदै हुनुहुन्छ नवीन सरबाट एउटा टुक्का जाने हामीले एकदम विश्वास लिएका छौँ ल ल एउटा टुक्का माबुतिरको घुम्नलाई भन्छ भेड गाला नै चुम्नलाई धेरै धेरै धन्यवाद हाम्रो नवीन तारामी सरलाई अब जीवन गएको थाहा छैन साहबले पनि एउटा गीत गाउने जस्तो कुरा गर्नुभएको छ उहाँको पनि सुनौँ न एउटा सानो सानो गर्थ्यो मेरो रुदापुरको गाउँमा गोरे बाबु उहाँले अलिकति गाउन सक्नु भएको छैन उहाँको भोइस अलिकति बिग्रेको कारणले गर्दा अब हामी अर्को साथीसँग जान्छौँ है ल अब हाम्रो अर्जुन सरबाट पनि एउटा टुक्का जाने जस्तो हामीले विश्वास लिएका छौँ अहिलेको टुक्का गाइदिनु हामीले एकदम अनुरोध गर्दछौँ समाल दैलेख माव गाउँपालिका वडा नम्बर 5 का शिकार एउटा सानो कसरी पैया गुडा लाग्या बम्मै जान्या रेलगाडीका पैया गुडा लाग्या हे अब छुटा लाग्या हे रोइदिन्या कोही छैन परदेश मरन्याको रोइदिन्या कोही छैन पिउँदिन भन्दा भन्दै पिलायो साथीले दिलायो साथीले कुमार सर लोकदोरी गायक रानीमनको लोकदोरी गायक कुमार परियार सरसँग हामी जाँदैछौँ उहाँले पनि एउटा टुक्का मिठो गाइदिनुहुन्छ भन्ने हामी एकदम विश्वास लिएका छौँ एउटा मात्र टुक्का गाइदिनु हामी एकदम धेरै अनुरोध गर्दछौँ टिप्छु फुल डर छैन काँडाको तिम्रै घुमा नसम्झ टाढाको मिरमिरेको घाम
हाम्रो लोकदोरी गायक कुमार परियार सरलाई अब हाम्रो सन्तोषजीबाट पनि एउटा सानो टुक्का जान्छ भने हामीले एकदम धेरै विश्वास लिएका छौँ। उहाँ रानीवनको उर्वर माटोमा उहाँले एउटा सानो टुक्का गाउनुहुन्छ कि भन्ने एकदम धेरै विश्वास लिएका छौँ। प्रिय सर एउटा सानो टुक्का गाइदिनु म एकदम धेरै अनुरोध गर्दछु। त्यही पनि अब थोरै प्रयास गरौँ है। सर्वप्रथम त सबैलाई धन्यवाद होइन पिकनिकमा आएर रमाइलो हाम्रो सन्तोष सरलाई एकदम धेरै म्यानेजमेन्ट गर्नु भएको छ। उहाँले खसी काट्नमा एकदम धेरै उहाँको योगदान धेरै छ है, एकदम धेरै राम्रो छ। अब हाम्रो हिमसर कस्तो लागिरहेछ पकाउँदा जुस रमाइलो छ नि? रमाइलो छ है, एकदम रमाइलो भइरहेछ। हाम्रो सर यता रमाइरहनु भएको छ। हाम्रो मिस म्याडमहरू एकदम आफ्नै तालमा हुनुहुन्छ। उहाँहरूले अचार बनाएर नि खाएर नि सकिसक्नु के छ हजुरहरूलाई के अब आजको पिकनिकको विषयमा अलिकति बोलिदिनु न, म एकदम धेरै अनुरोध गर्दछु। ओके रमाइलो पिकनिक हजुर धेरै रमाइलो। हिजो रातभरि पानी परेर पनि अहिले चाहिँ रमाइलै भयो। रमाइलो भइरहेछ होइन? के छ अब हजुरहरूबाट पनि एउटा सानो टुक्का जान्छ कि भन्ने विश्वास? ओभरलोड एउटा मात्र है भन्नु त मलाई आउँदैन। ल एउटा गीत गाइदिनुहुन्छ भने एकदम धेरै अब यो हाम्रो पिकनिकमा है मलाई यसरी आउँदैन। सुमिता मिसले गर्नु अरु लेडिज टिममा गीत गाउने खासै कोही हुनुहुन्न। ओके त्यही भएर बोल्नलाई चाहिँ बोलिहाल्यो। पनि जुस पिकनिकलाई राम्रो गराउनमा एकदम धेरै सहयोग गर्नुभएको छ है। ल अब चाहिँ हामी अब हाम्रो यो आजको यो सम्पूर्ण पिकनिकको संयोजकसँग पनि केही कुराहरू राखिदिन हामी अनुरोध गर्दछौँ। अब हाम्रो पिकनिक चाहिँ रिसेन्टली एकदम होइन तत्काल रूपमा आयोजना भएको अवस्था छ। हजुर हामीले यो ओखडबासमा एकदमै राम्रो पहिला पनि हामीले यो पिकनिक गरेको अवस्था थियो। यसमा चाहिँ हाम्रो मिसहरू हुनुहुन्छ 3 जना, हाम्रो सुनिता मिस, हाम्रो ढिलकुमारी मिस र हाम्रो 3 जना मिसहरू हुनुहुन्छ। यसमा अब हाम्रो एकदमै खसी काटेर एकदम हाम्रो इन्जोय गरिरहेको अवस्था छ। सरहरूले एकदम हाम्रो ओखडबासमा एकदम रमाइलो भइरहेको अवस्था पनि देख्छौँ हामी यहाँ होइन। हामीले एकदम मौसमले पनि साथ दिइरहेको अवस्था छ। मौसमले बिहान चाहिँ अलिकति पानी परेको अवस्था थियो। हामीले त्यसलाई पनि मध्यनजर गर्दै हामीले यो ओखडबासमा यो कार्यक्रम गर्न चाहिँ एकदम सफल भयौँ। यसमा हामी खुसी छौँ। धन्यवाद। धन्यवाद सर। अब यस्तो छ अहिलेसम्म जो हाम्रो सम्पूर्ण साथीहरू रमाउनु भएको छ, चिसो बढिरहेछ अनि अब जोस रमाइलो भइरहेछ ओखरबासमा है। एकदम मिठो पिकनिक भयो, हामी खुसी छौँ। रमाइलो भइरहेछ, अझै रमाइलो गर्दै हुनुहुन्छ। अब मैले हामीले अघि भनिसकेको हो सर, अहिले भन्ने केही छैन। पिकनिकमा हामीलाई पनि मिसाउनु भएकोमा धेरै धेरै धन्यवाद हजुरहरूलाई। अनि अबदेखि पनि मिसाउनु होला। अब यति भन्छु सर, धेरै रमाइलो। हाम्रो मिसहरू आइदिनु भएको, सरहरूले आयोजना गरेको पिकनिकमा हामीले हजुर खुसी हुनुहुन्छ नि? हो त्यसमा अप्ठ्यारो मान्नु भएको छैन? त्यो भने एकदम धन्यवाद छ हजुरहरूलाई। ल अब हाम्रो सर एकदम रमाइलो भइरहेछ सर। हामी यो एकदमै राम्रो पिकनिक भएको छ। अब बाँकी समय पनि एकदम हर्षोल्लासको साथमा रमाइलो हुन्छ भन्ने आशामा छौँ। धन्यवाद, धेरै धेरै धन्यवाद हाम्रो रविन्द्र सरलाई। अब हाम्रो सम्पूर्ण साथीहरू आफ्नो ठाउँमा रमाइरहनु भएको छ। के छ गणेश भाइ, कस्तो लागिरहेछ जोस पिकनिकमा? नमस्ते भाइ। नमस्ते जोस, एकदम राम्रो छ नि? खुसी छौ नि? ओके मासु पाक्दैछ यहाँ है। अब अर्को टिम चाहिँ हाम्रो यता छ, वो जुन टिम चाहिँ एकदम धेरै रमाइरहेछ, यता पनि हामी देख्न सक्छौँ है। एकदमै रमाइलो छ। शेखुवाजी सुना माया बारीको चिलाउने नौलो र गाउँको नौलै छ भाका। सुना माया कसरी मिलाउने छमछम नाचिदेऊ निहुरेर हातमा रुमाल कानमा फुल माया लाउनीले नलाउ माया छोडेर जानीले छमछम नाचिदेऊ निहुरेर
हातमा रुमाल कानमा फुल सिउरे को छ सुन माया त्यो डाँडो अल्को छ माया निउरेर हातमा रुमाल कानमा फुल सिउरेर मेरो माया स्याउ जस्ता गाला स्याउ जस्ता गाला मिलेको मन लक्षिनका पैताला पानी खाने होइन नि त अलि बिचरा खाने हो सागर सुन माया मिउरेर हातमा रुमाल कानमा फुल सिउरेर हेर्दा है कुमार सरले ए दोरी गाउने कम्मरै कासे छन् सुन माया कम्मरै कासे छन् ए छम छम नाचिदेऊ निउरेर हातमा रुमाल काँधमा फुल सिउरेर आजको टिम बिचको दोहोरी प्रतियोगिता हुँदैछ है सुन मैलागु सुन माया दोरी मैलागु के छ खबर काशी कात्र फागु सुन माया छम छम नाचिदेऊ निउरेर हातमा रुमाल कानमा फुल सिउरेर छम छम नाचिदेऊ निउरेर